या खै के भनौँ हाम्रो बिग्रिएको सरकार रेडियो सुन्दा जहिले नराम्रो सुन्छु समाचार को युवाहरू विदेशीको देख्दा म भित्रैबाट पटक पटक मरिरहन्छु हर बार या मेरो समाज आज मेरो समाजले एउटै मानवलाई छुट्याइरहेछ नराम्रो कुरा अघि सबैलाई बुझाइरहेछ राम्रो कुरालाई आफूभित्र लुकाइरहेछ राम्रो काम गर्नेलाई कस्तो निशब्द सुनाइरहेछ यस्तो नराम्रो हाम्रो समाज किन म पनि चाहन्छु सबैसँग मिल्न तर जातको नाममा मिल्न नै दिन्न जातको नाममा भेदभाव देख्दा भइसके दिक्कया कसरी बुझाउ म कसरी सुनाउ म छोरीको पीडा सका छैन मलाई भुलाउन मेरो ठाउँ आइजो भनी कालले बोलाउँछ तर मन छ मनका कुरा अझै खोलाउन त्यसैले त म चाँडै मर्न सक्दिन अझै आश छ सामाजिक दिन बदलिन्छ खुसीको हाँसु सदाको लागि फर्किन्छ केवल चाहियो सात हजुरको सब कुरा बदलिन तर हामी सबैजना हिँड्छौँ मूर्ख पनि आफ्नैमा झगडा त्यो तेरो यो मेरो पनि एकता यही हो भन्नुहोस् न तपाईँ पनि हरेकको पीडा देख्छु दुःख लाग्छ मलाई पनि त्यसैले म सबैको आवाज उठाउँछु एक एक गरी आवाज सबैमा पुगाउँछु रोकिन्न आवाज बरु शिर अलग छुटाउँछु निज काम गरी नपरोस् देशलाई रुवाउनु मेरो देश सबैभन्दा माथि छ मेरो देश सबैभन्दा शान्ति छ मेरो देश दुःखमा पनि हाँस दिन्छ तर बेताले गर्दा मन अति नै याद दिन्छ म नि पीडाले भौतारिन्छु यताउता हाम्रो सादा पानामा परो फुल बुट्टा हिमाल देख्न पाऊँ बिहान सधैँ उठ्दा सबै एकै नाच कोही पनि छैन साना कुरा हामी सबै एउटै किन भिन्नता छोरा छोरीमा किन भिन्नता जात जातिमाथि किन भिन्नता अहिले पनि हामीमा ओके जगत